कतिजनालाई हुन्छ म चाहिँ मान्छेलाई एकदमै धेरै ट्रस्ट गर्छु कि यो मेकअप फिल्डमा आएर त झन् कसैलाई विश्वासै नगर्नु रहेछ भनेर चाहिँ मैले प्रोपरली थाहा पाइसकेँ होइन। त्यही पनि म एउटाबाट धोका खान्छु अर्कोबाट धोका खान्छु होइन। फेरि म विश्वास गरिहाल्छु कि मलाई चाहिँ माया लागिहाल्छ कि मेरो मन कहाँबाट पलाइहाल्छ होइन। अनि मैले फेरि धोका खाइहालेँ हुन्छु। प्रायः मैले धेरैलाई ट्रस्ट गरे हुन्छु तर मेरो ट्रस्ट ब्रेक गरिरहेको हुन्छन् क्या। यो मेकअपमा आएपछि अब क्लासहरू सिकाउँदा ओर्दा त्यस्तो त अब कति भइसक्यो। अनि मलाई मात्र यस्तो हो कि जस्तो लाग्छ कि प्रायः मलाई चाहिँ यस्तो परिरहेको हुन्छ क्या। अनि म आफै सक्ट भइरहेको हुन्छ क्या किन होला। जहिले पनि साथी पनि भन्न नमिल्ने क्या यसमा चाहिँ। साथी अब कोही चिनेको ओरेको हुन्छ नि उनीहरूले पनि त्यस्तै गर्ने क्या। हाई एभ्रिवान, आज चाहिँ दिदी बहिनी मिलेर बुटीमा पनि खाना लगाएको छौँ। अनि मेरो चाहिँ कन्टेन्ट पनि केही नभएर किनभने आज हाम्रो खासै काहीँ गएको छैन अनि घरमै कन्टेन्ट पनि भइरहेको छैन। त्यही भएर चाहिँ यो बिहानको खानेकुरा हामी खाएको देखाउन लागेका छौँ। सो चाहिँ राति नै भात अलिकति धेरै बनाएको थियो होइन। मम्मीहरू चाहिँ खानु हुँदैन, नुन बिनाको खानुहुन्छ मम्मीहरू चाहिँ। अहिले घरमा आमा खस्नु भएको थियो हाम्रो, ड्याडीको चाहिँ माइजू खस्नु भएको छ त्यसैले। अनि बिन्ता र म चाहिँ भुटीमा पनि खाना लगाएको, मम्मी र ड्याडीलाई चाहिँ खाना पकाइदिएको छ। अनि बिन्तालाई चाहिँ भुटीमाममा प्याज हालेको एकदमै मनपर्छ, द्याट्स वाइ प्याज हाल्नु परिरहेको छ। हाम्रो प्राय टेस्ट एउटै नै छ, ऊ चाहिँ सब्जी खान्न खासै। अनि यो चाहिँ हाम्रो घरतिर अर्ग्यानिक केरा पाउँछ कि यसमा चाहिँ दबाईहरू केही हालेको हुँदैन होइन। अनि एकदम मिठो टेस्ट हुन्छ क्या यसको चाहिँ। मलाई चाहिँ सुरुमा आलु मजाले छरिएको राम्रो लाग्छ। अनि यहाँ भात बसाएको छु। यहाँ चाहिँ हाम्रो सयपत्री फुल रोपेको छ। यो चाहिँ हाम्रो फुलहरू छ यहाँ अलिअलि। अनि यहाँ पनि मैले फुल रोपेको थिएँ अस्ति, यति भारी फुल छ। अनि यस्तो राम्रो देखिन्छ हाम्रो चाहिँ पछाडिको भाग हो। यहाँ साफ गर्न छ, धेरै नै साफ गर्न छ। अहिले घरको चाहिँ खासै केही भएको छैन, एकदम फोहोर छ, धेरै काम गर्नु भएको छ। एउटा मिस्टेक चाहिँ के हो भने प्याज चाहिँ सुरुमा हाल्दैछु र प्याज डढो चाहिँ यहाँनिर। मिठो